सम्पूर्णमा नमस्कार। नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा प्रकाशित सूचना आज मिति 2082 5 गते बिहिबारको दिन जल तथा मौसम विज्ञान विभाग जारी आगामी 3 दिनको मौसम पूर्वानुमान अनुसार चैत 6 गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका 1-2 स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना रहेको छ। साथै शुक्रबारबाटै दाङ र नेपालगञ्ज सहित लुम्बिनी प्रदेश तराई क्षेत्रका आसपास जिल्लामा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी झण्डै 119 किलोमिटर प्रति घण्टा चल्ने सम्भावना रहेको छ। प्री मनसुन अवधि पनि रहेकाले तीव्र हावाहुरी कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायत जोखिम रहन्छ। पछिल्लो केही दिन हावाहुरीका घटनाका कारण मानिसहरूको मृत्यु तथा घाइते भएका छन्। उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनु हुन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेको बेला घरको झ्यालढोका राम्रो, आगोको स्रोतहरू बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थान बस्न, भिडभाडमा भए नआत्ती सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ। हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुली खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गर्दछौँ। यसका साथै जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम सम्बन्धी पूर्वानुमान र यस प्राधिकरणबाट जारी हुने सूचना नियमित रूपमा जानकारी राखी आवश्यक सतर्कता अपनाउन हुन समेत अनुरोध छ। मिति 2082 12 महिना 5 गते बिहिबारको दिन। यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा दिएको यो सूचना हो र यो सूचनालाई अलिकता मनन गरौँ, ध्यान पुर्याएर, बुद्धि पुर्याएर घरमै बसी सुरक्षित बसौँ, अनावश्यक कामले बाहिर ननिस्क्यौँ। यो विपदको घडीमा एकदमै अप्ठ्यारो हुने भएकोले हामी घरमै सुरक्षित रही बसी, यही नै हार्दिक अनुरोध छ। धन्यवाद।